आजको ब्लग सिधै टिकटबाट सुरु हुँदैछ गाइज, हेर्नु होला। यहाँ हामी खानाको लागि मुभीको लागि यहाँ रेडी भइसकेको छौँ। यहाँ खानेकुराहरू लिएर मेरो बुढी पनि खाँदैकी छ अनि यहाँ हेर्दैछ मेरो बुढी पनि। हेर्न सक्नुहुन्छ माहौल टन्नै छ होस्टेल 3 को, भिडहरू टन्नै छन्। तर कुर्नु परेर हामी यतिकै नै बाहिर बसेर हेर्दै भिडियोहरू बनाउँदैछौँ। अनि यहाँ मेरो बुढीले मेरो सालीलाई बोलाएर यहाँ कुरा पनि हुँदैछ। अनि ऊ पर्खिरहेछ हामी आफ्नो सालीलाई, ऊ पनि हामीसँगै नै भएकोले। त्यसपछि हामी यतिकै कतिखेर ढोका खोला र गएर बस्नुला भनेर भइरहेको छ। त्यसमा यसो लुक्स पनि दियौँ, हेर्न सक्नुहुन्छ। हेलो। अनि हामी अब छिर्ने क्रम हुँदैछ। छिर्ने क्रममा अब उसले मलाई खानेकुरा दिई, तर मेरो एक हातले फोन चलाउनु भएको भएर यहाँ अलि समस्या आएको छ। त्यही पनि म्यानेज गरेर जसोतसो होस्टेल फिल्म हेर्नलाई हामी छिरिएको छौँ। अनि हामी चढ्दैछौँ होस्टेल फिल्मको लागि। अब सिट खोज्नु पऱ्यो, सिट खोज्ने क्रम हुँदैछ। यहाँबाट गएर कता हो भन्ने भइरहेछ। त्यही पनि हामी सिट खोजेर बस्नेछौँ। त्यही क्रममा अब यो हेर्न सक्नुहुन्छ हलभित्र छिरिसकेको छौँ। हलभित्र छिरिसकेर अब सिट खोज्नुपर्ने, त्योभन्दा ठुलो पहिला सिट खोज्नुपर्ने छ। सिट अब खोजिन्छ, हेर्दैछौँ सिट कता छ। अब हलमा पनि सिट खोज्न गाह्रो ज्याउ हुँदो रहेछ। सबैजना त्यही भिडभाडमा हुनुहुन्छ, सबैलाई आफ्नो आफ्नो सिट र आफ्नो आफ्नो खोजाइमा छन्। त्यस्तै हामी खोजेर यहाँ भेटेर बसिसकेका छौँ। अब मुभी सुरु हुन लागेको छ र मेरो बुढी पोज दिएर यहाँ फोनमा बहिनीलाई सालीलाई कुर्दैछ र बोलाउँदैछौँ। र यहाँ मोबाइल सुरु भएको छ। इन्ट्री हाम्रो कुल भएको देख्न सक्नुहुन्छ। अनि यो रोमान्टिक सङ पनि कस्तो रोमान्टिक दामी सङ रहेछ। अनि रोमान्टिक सङमा हामी बुढाबुढी पनि रोमान्टिक भयो। त्यसपछि इन्टरभल भएको छ। इन्टरभल भएपछि हामी अब एकछिन बस्ने, के गर्ने भइरहेछ। अब यहाँ बस्नै पर्यो, अब झ्याउ लागिरहेछ। इन्टरभल पुरा कन्टिन्यू मुभी भइदियो भने चाहिँ यस्तो दामी मुभी हामीले हेर्न पाउँदा कुल भएको होस्टेल 3 यति खुसी छौँ कि हामी इन्जोय गरिरहेछौँ हलभित्र भिडियो गरेर। अनि अब यो मुभीको एन्डतिर आउँदाखेरि यस्तो देख्नु पर्दाखेरि क्या नराम्रो लागेको थियो। तर बट स्टोरी वाज गुड होइन। लास्टमा उसको केटीलाई भेट्छ अनि फेरि युनिटी हुँदाखेरि यस्तो दामी लाग्यो, मजा आयो मुभी हेरेर। यस्तो दामी मुभी रहेछ हामीले सोचेको पनि थिएन। खुसी लाग्यो यस्तो दामी मुभी हेर्न पाउँदा। यस्तो न्यू हाम्रो कुल सबै आर्टिस्टहरू होइन गरेकोले क्या खुसी लाग्यो। यस्तो मुभीहरू अब यस्तै हेर्न पाइराखौँ। अनि कुल बोलाई सपोर्ट छ। अनि हाम्रो एन्ड द अफ द मुभी। सबैजना थ्याङ्क यू सो मच। दामी रहेछ मुभी, सबैजना जानु होला।